हाम्रो बास जोगाइदिनुस्, हाम्रो बास राख्दिनु पर्यो, त्यति हो हामीलाई। विकास भन्ने कुरा त छ नि, कति अवधि छ नि त। हामीले उठाउँदा नै हामी कानुन मन्त्री सोभिता उठाउने हो भनेर उठाएर हामीले जिताएर हामीले यो ठाउँमा ल्याएका छौँ। तपाईँहरूको माझा ल्याउँछु भनेको थियौँ, त्यो पनि ल्याएका छौँ। सबै थोक लिएर आएको समस्या नि हामीले सबै देखाएका छौँ। अब उहाँले अब गएर संविधानमा संशोधन गर्नुपर्ने हो कि के गर्नुपर्ने हो, कसो गर्ने हो गर्नुहुन्छ। अब आफ्नै आँखाले यस्तो अवस्था देखेर यत्रो बस्ती देख्दा देख्दै पनि पक्कै पनि उहाँले निज मारे बस्नुहुन्न। यो उहाँको नैतिकताले दिन्न, उहाँको उसले पनि दिँदैन। उहाँ त्यस्तो मान्छे हो, हामी त्यस्तो मान्छे छानेर उठाएको। त्यसको लागि यो क्षेत्र, यो ठाउँ भनेको उहाँको ठाउँ हो, उहाँको हो, यो घरै उहाँको हो कि त्यो एउटा घर होइन, यो सबै 3 नम्बर क्षेत्रै उहाँको घर हो। अझ विशेष गरेर 17 नम्बर त यो सबै यो नारायणीको तीर भएको कारणले गर्दा उहाँले एकदम विशेष ध्यान दिएर यो गर्नुपर्ने छ कि त्यहाँ डिल होइन। तपाईँको त्यो 1 मिटरलाई यदि नारायणी लयो भने तपाईँको मेगोलीसम्म सरै जान्छ क्या, त्यो खालको। यसको त कुरै छोडौँ, यो त नारायणी त भइहाल्यो। तपाईँको त्यति मात्रै बाँकी छ कि त्यहाँ प्रब्लम थियो भनेपछि यो जति पनि गरेको छ नि यो कामहरू, यदि त्यो डिल गयो भने, त्यो ढिक गयो भने चाहिँ 0। 16 र 17 को ठ्याक्क बिचमा छ कि यहाँबाट आई थिङ्क। दर्शक महानुभावहरू, यतिखेर वडा नम्बर 17 मा आइसक्नु भएको छ कानुन मन्त्री सुविधा गौतम। यतिखेर यहाँको यो जनताको जनगुनासो आइसके पछाडि उहाँ के रहेछ भनेर हेर्नको लागि उहाँ यस क्षेत्रमा आउनु भएको छ। त्यो हेर्नको लागि यहाँ यसरी ड्याम बनाउँदै हुनुहुँदो रहेछ। इन्द्रबहादुर बसेल, एप्चुली 4 नगरपालिका र ढाड दुख्ने र घुँडा दुख्ने समस्या थियो। मलाई उठ्न बस्न पनि गाह्रो हुन्छ। साथी मार्फत थाहा पाएर आएर चेकअप गराएर औषधि 9 महिना खाएँ, अहिले एकदम ठिक छ। अब त्यो जिम्मेवारीमा गइसकेपछि कहाँ के गर्न सकिन्छ भनेर हेर्दैछौँ हामी कस्तो बेलामा गयौँ भने चैतको 19 गते बल्ल हामीले अब भनौँ न अब संसदको पहिलो भयो, त्यसपछिबाट अब सरकार निर्माण लगायतका कामहरू भर्खर भएको छ। सारथी इलेक्ट्रिक स्कुटर, देशको ऊर्जा देशमै खपत। सारथी भरतपुर, सम्पर्क 985140 06 936। हामी मन्त्रालय सम्हालेको पनि धेरै समय भइसकेका छैन हैन। बजेट विनियोजनका हकमा बजेटका कार्यक्रमहरू तयारी गर्ने चाहिँ त्यसको प्रक्रिया लामो हुन्छ। लगभग तपाईँको अब पुस माघबाटै सुरु भइसकेका हुन्छ। अनि अब हामी चुनावमा हुँदै भनेको हामी पद रिक्त भएको अवस्थामा हुँदादेखि नै त्यो कामहरू सुरु भएको छ। कतिपय कुराहरू अब अगाडिदेखि नै उठाइदिराख्या भए, प्रक्रियाले आइदिराख्या भए अहिले काम गर्न धेरै सहज हुन्थ्यो। कतिपय कुराहरू 0बाट सुरु गर्नुपर्ने छ, कतिपय कुराहरू अलिकति माथिबाट सुरु गर्दा पनि हुने अवस्था छ। हामी हेर्दैछौँ, हामी गर्दैछौँ, तपाईँहरूलाई नातिनुहोस्, एकदम इमान्दार हिसाबले काम गर्दैछौँ है भनेर भन्न भेटघाट गर्नलाई पनि आएको। अब यो 1.5-2 वर्षभित्र चाहिँ सबै यसलाई टुङ्ग्याउने भन्ने तरिकाले हामी काम गर्दैछौँ। किनभने अब निकै लामो छ, यो लामो र जटिल काम पनि हो। यसलाई टुङ्ग्याउनको लागि भने जस्तो एकदम सानोतिनो बजेटले नै हुँदैन, सानोतिनो बजेटले पनि हुँदैन। त्यो आपद विपदको पनि पार्न मिल्दैन रे त्यही भन्दैछु, त्यही भने मैले सानोतिनो कुरो छैन, देशभरिको कुरो हो नि त। फेरि यस्तै अब धेरैतिर छन्, अब यति थोरै छ भने अब होइन, अरूलाई चाहिँ अलिकति पछाडि राखेर भए पनि यो चाहिँ हामी बस्नु पर्यो भन्ने। हाम्रो बास राख्दिनु पर्यो, त्यति हो हामीलाई। विकास भन्ने कुरा त छ नि, कति अवधि छ नि त। दिएको समस्यामा चाहिँ म्याम हामी जस्तो लौड स्कुलको कुरा र तटबन्धनको कुरा आयो नि, तर लौड स्कुललाई हामीले अलिकति पछाडि राखेर नि हाम्रो यो बास तटबन्धनको कुरा यो भनेको मैले स्कुलको हकमा हजुरले दसैँ पछाडि गर्नुहोस् स्कुलको, त्यही भएन। हजुर कानुन हेरेर तर योलाई चाहिँ हजुरले चाहिँ के गर्नु भने यो असार 15 भित्र मैले जसरी नै गर्नुपर्ने छ भनेर हजुरले त्यो मनमा लिएर जानु भने पक्का हामीले चाहिँ आशा गरेर बस्छौँ नि त। नत्र उहाँ रातभरि सुत्नु पर्ने, उहाँ नसुत्ने भने हामी सुतेको केही, मलाई त केही छैन, म सुतेको त झन् केही लाग्दैन। चाहन्छु, म माफी चाहन्छु। मैले त बुझ्न बस्दाखेरि के सरले मलाई पहिल्यै के सिग्नल पाएर नि होला है, हेर है सुजान यो कुरा चाहिँ हुनुपर्छ भनेर पहिल्यै भनेको होइन। हामीले उठाउँदा नै हामी कानुन मन्त्री सोभिता उठाउने हो भनेर उठाएर हामीले जिताएर हामीले यो ठाउँमा ल्याएका छौँ। तपाईँहरूको माझा ल्याउँछु भनेको थियौँ, त्यो पनि ल्याएका छौँ। सबै थोक लिएर आएको समस्या नि हामीले सबै देखाएका छौँ। अब उहाँले अब गएर संविधानमा संशोधन गर्नुपर्ने हो कि के गर्नुपर्ने हो, कसो गर्ने हो गर्नुहुन्छ। अब आफ्नै आँखाले यस्तो अवस्था देखेर यत्रो बस्ती देख्दा देख्दै पनि पक्कै पनि उहाँले निज मारे बस्नुहुन्न। यो उहाँको नैतिकताले दिन्न, उहाँको उसले पनि दिँदैन। उहाँ त्यस्तो मान्छे हो, हामी त्यस्तो
मान्छे छानेर उठाएको जिताएको पनि हो नि त हाम्रो सत्रले हाम्रो 3 नम्बर क्षेत्रले मन्त्री पाएको छ मैले अस्ति नै पनि हजुरहरूलाई भनेको छु हैन त्यसले हामी एकदम उठ्छौँ त्यसको लागि यो क्षेत्र यो ठाउँ भनेको उहाँको ठाउँ हो उहाँको हो यो घरै उहाँको हो के त्यो एउटा घर होइन यो सबै 3 नम्बर क्षेत्रै उहाँको घर हो अझ विशेष गरेर 17 नम्बर त यो सबै यो नारायणीको तीर भएको कारणले गर्दा उहाँले एकदम विशेष ध्यान दिएर यो गर्नुपर्ने छ यही हो म अहिले भनिहालेँ नि अब अनि यो पनि अब हाम्रो यो धेरै महिला हिंसा भयो हेर्नु तपाईले अब सबभन्दा यो महिला हिंसालाई यस्तो गरेर कडा गर्छन् नि त कति घटिरहेछ हाम्रो हामी 12 वर्षको बच्चा घटे 5 वर्षको बच्चा घटे तपाईँ कानुन सही बनाउनु यहाँ नि पहिला भयो जेल खाइरहेछन् तर त्यसमा धेरै चम्चीगिरी गरेर निकालेका छन् हो तपाईले एकदम सर्लङ्ग पारदर्शिता गरेर त्यो कारबाही के अरे सजाय उनीहरूलाई कानुन बनाउनु पर्यो जस्तै त्यो महिलालाई फाँसी मारे नि मार्दाखेरि खोइ तिनीहरूले कारबाही पाएको तिनीहरू खुल्ला छाती खोलेर हिँड्छन् हामी जस्तो नारी हो नि त अहिले कति ठाउँमा घटिरहेको छ घटना त्यो हेर्न पर्यो के हाम्रो एउटा बास हाम्रो बास जोगाइदिनुस् अनि महिला छोरा मान्छेले पुरुषहरूले महिलामाथि त्यस्तो नगर्नु गरेको भन्दा पनि काम हुनै बाँकी ठाउँहरू जस्तो लाग्छ काम यथार्थ रूपमा नमस्कार मन्त्रीज्यू नमस्कार है आशीर्वाद एकदम लिनु पर्यो ल ठिक छ यो चिजलाई अलिकति यथावत राखेर मेन वी निड टु गो टु द पोइन्टमा जाउँ के हैन सर हामीले उठाउँदा नै हामी कानुन मन्त्री सोभिता उठाउने हो भनेर उठाएर हामीले जिताएर हामीले यो ठाउँमा ल्याएका छौँ तपाईँहरूको माझा ल्याउँछु भनेको थियौँ त्यो पनि ल्याएका छौँ सबै थो लिएर आएको समस्या नि हामीले सबै देखाएका छौँ अब उहाँले अब गएर संविधानमा संशोधन गर्नुपर्ने हो कि के गर्नुपर्ने हो कसो गर्ने हो गर्नु चाहिँ अब आफ्नै आँखाले यस्तो अवस्था देखेर यत्रो बस्ती देख्दै पनि पक्कै पनि उहाँले निच मारे बस्नुहुन्न यो उहाँको नैतिकताले दिन्न उहाँको उसले पनि दिँदैन उहाँ त्यस्तो मान्छे हो हामी त्यस्तो मान्छे छानेर उठाएको जिताएको पनि हो नि त हाम्रो सत्रले हाम्रो 3 नम्बर क्षेत्रले मन्त्री पाएको छ मैले अस्ति नै पनि हजुरहरूलाई भनेको छु हैन त्यसले हामी एकदम उठ्छौँ त्यसको लागि यो क्षेत्र यो ठाउँ भनेको उहाँको ठाउँ हो उहाँको हो यो घरै उहाँको हो के त्यो एउटा घर होइन यो सबै 3 नम्बर क्षेत्रै उहाँको घर हो अझ विशेष गरेर 17 नम्बर त यो सबै यो नारायणीको तीर भएको कारणले गर्दा उहाँले एकदम विशेष ध्यान दिएर यो गर्नुपर्ने छ यही हो म अहिले भनिहालेँ नि अब अनि यो पनि अब हाम्रो यो धेरै महिला हिंसा भयो हेर्नु तपाईले अब सबभन्दा यो महिला हिंसालाई यस्तो गरेर कडा गर्छन् नि त कति घटिरहेछ हाम्रो हामी 12 वर्षको बच्चा घटे 5 वर्षको बच्चा घटे तपाईँ कानुन सही बनाउनु यहाँ नि पहिला भयो जेल खाइरहेछन् तर त्यसमा धेरै चम्चीगिरी गरेर निकालेका छन् हो तपाईले एकदम सर्लङ्ग पारदर्शिता गरेर त्यो कारबाही के अरे सजाय उनीहरूलाई कानुन बनाउनु पर्यो जस्तै त्यो महिलालाई फाँसी मारे नि मार्दाखेरि खोइ तिनीहरूले कारबाही पाएको तिनीहरू खुल्ला छाती खोलेर हिँड्छन् हामी जस्तो नारी हो नि त अहिले कति ठाउँमा घटिरहेको छ घटना त्यो हेर्न पर्यो के हाम्रो एउटा बास जोगाइदिनुस् अनि महिला छोरा मान्छेले पुरुषहरूले महिलामाथि त्यस्तो नगर्नु गरेको भन्दा पनि काम हुनै बाँकी ठाउँहरू जस्तो लाग्छ काम यथार्थ रूपमा नमस्कार मन्त्रीज्यू नमस्कार है आशीर्वाद एकदम लिनु पर्यो ल ठिक छ यो चिजलाई अलिकति यथावत राखेर मेन वी निड टु गो टु द पोइन्टमा जाउँ के हैन सर इन्द्रबहादुर बसेल एक्चुअली 4 नम्बर र ढाड दुख्ने र घुँडा दुख्ने समस्या थियो मलाई उठ्न बस्न पनि गाह्रो हुन्छ साथी मार्फत थाहा पाएर आएर चेकअप गराएर औषधि 9 महिना खाएँ अहिले एकदम ठिक छ